Music, please. सबैजनाले ताली बजाइदिनु होला। धन्यवाद भाइ बहिनीहरूलाई। साह्रै नै आकर्षक नृत्य प्रस्तुत गरेर जानुभयो। यसै बीचमा मलाई प्राप्त जानकारी अनुसार जोडोल सुधार समाजका अध्यक्ष ज्योति चन्द्र सापकोटा यहाँ हामीमाझ आइपुग्नु भएको छ। उहाँलाई अतिथिको आसन ग्रहण गर्नको लागि आउनको लागि म विशेष अनुरोध गर्दछु। जोडाल सुधार समाजका अध्यक्ष अब शुभकामना मन्तव्यको लागि हाम्रो यस विद्यालयका सल्लाहकार कृष्णबहादुर
लुइटेल सरलाई मैले विशेष अनुरोध गर्न चाहे। धन्यवाद उद्घोषकज्यू। यस हार्दिक एकाडेमीको 20औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमका सभापतिज्यू, यस कार्यक्रमका प्रमुख अतिथिज्यू, कार्यक्रमका विशेष अतिथिज्यूहरू र अतिथिज्यूहरू, यस कार्यक्रमका केन्द्रबिन्दु आदरणीय अभिभावकज्यूहरू, यस विद्यालयका सञ्चालकज्यूहरू, शिक्षक साथीहरू र प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, सर्वप्रथम त यस विद्यालयमा हार्दिक धन्यवाद दिन चाहन्छु। यस विद्यालयको कार्यक्रममा मलाई जुन 2 शब्द बोल्ने अवसर प्रदान गर्नुभयो, यस अर्थमा यस विद्यालयलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। म धेरै कुरा बोल्न पनि जान्दिनँ, मलाई बोल्न पनि आउँदैन, तैपनि बोलाइसकेपछि केही बोल्नुपर्ने त भइहाल्छ। त्यसै कारण म के भन्न चाहन्छु भने अहिलेको अवस्था हेर्दा यस हार्दिक एकाडेमीको शैक्षिक उन्नयन धेरै राम्रो भएको मैले अनुभूति गरेको छु। किनभने म लामो समय 2062 सालदेखि 2079 सालसम्म काठमाडौँ शिक्षा कार्यालयमै काम गरेर म अवकाश प्राप्त व्यक्तित्व भएको र काठमाडौँका अधिकांश स्कुलको बारेमा मलाई अनुभूति भएको हुँदा म यो स्कुलको गति अहिले अत्यन्त सुन्दर भएको देखेको छु। त्यसैले म स्कुल परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अनि म भन्न चाहन्छु, तपाईहरु आदरणीय अभिभावकहरू आज कार्यक्रम हेर्न आफ्ना छोराछोरीका पनि विविध कुरा हेर्न यहाँ आउनु भएको छ। आज मात्रै आउनु भएको छ, आएपछि कहिले आउनुहुन्न। एकैचोटि रिजल्ट भएको लिन रिजल्ट दिनलाई आउनुहुन्छ अनि तपाईको बच्चा कसरी राम्रो हुन्छ। म तपाईँ सबैलाई अनुरोध गर्न चाहन्छु, तपाईँ हामी म अधिकांश लाग्छ यो काठमाडौँ भ्यालीका जनता होइनौँ, हामी भ्याली बाहिरबाट आफ्ना छोराछोरी पाउन भनेर यहाँ आएका छौँ। खाइन नखाई एउटा सागु र कोठामा भाडा तिर्न नसकेर बसेका मान्छेहरू केका लागि बसेका छौँ? हाम्रो खेतबारी छैन, हाम्रो ठाउँ छैन, तर पनि हामी किन बसेका छौँ भने हामीले त दुःख पाइहाल्यौँ, हाम्रा छोराछोरीले उन्नति गरून्, राम्रो पढुन्, ठुला मान्छे हुन् भन्ने अभिलाषा बोकेर हामी काठमाडौँमा कोसेर बसेका छौँ। तर हाम्रो बच्चा के पढेको छ भन्ने विषयमा तपाईँहरू कुनै ख्यालै राख्नुहुन्न। त्यसैले म तपाईँलाई अनुरोध गर्न चाहन्छु, आफ्नो बच्चा राखेसम्म हप्ताको एकचोटि आएर उसको बारेमा बुझ्नुहोस्। तपाईँले चासो गर्नुभयो भने यहाँका शिक्षक शिक्षिका लगायत विद्यालय प्रशासन पनि अलिक तगडा भएर अगाडि आउँछ। होइन भने मैले बोर्डिङमा बच्चा पठाएको छु, मेरो छोरो राम्रो बन्छ भनेर भन्नुहुन्छ, केही न केही खाइन पाइ छाला टोपीलाई होला, यति भन्न चाहन्छु। म अर्को अनुरोध गर्न चाहन्छु, यस्ता साना स्कुलहरू बहुत सङ्कटमा गइराखेका छन्। किनभने म त कुन स्कुल हुनुहुन्छ त्यही स्कुलमा म पुगेर उहाँको बारेमा बुझेको छु। सबैभन्दा ठुलो कुरा तपाईँहरूलाई स्कुललाई सपोर्ट गरिदिनुपर्छ। यी हाम्रा साना स्कुललाई अभिभावकले सपोर्टै गर्नुहुन्न। त्यसै त विद्यार्थी थोर हुन्छन्, आएर कस्तो स्कुल चलेछ भने हेर्नुहुन्न, बेलामा पैसै नतिर्देर तलमै खुवाउन गाह्रो पारिदिनुहुन्छ। मैले भन्ने गरेको छु। अनि के गर्नु अब, स्कुलका साथीहरू यता छटपटिनु भएको छ, उता छटपटिनु भएको छ, स्कुलको योजना बनाउने कि पैसा जम्मा गरेर स्कुल चलाउने भन्ने फिल्ममा सञ्चालकहरू जानु भएको मलाई अनुभूति भएको छ। त्यसैले म आदरणीय अभिभावकज्यूलाई भन्छु, के हुन्छ भने यी साना स्कुलमा तपाईँहरूले माया गरिदिनु भयो भने मात्र स्कुलले गति लिन सक्छ, उहाँहरूमा उफ्रेर स्कुल चल्नेवाला छैन। अनि यहाँ ठुला ठुला विज्ञापन गरेर बच्चा आउँदैन। यदि तपाईँ अभिभावकहरूले यो स्कुल राम्रो छ छैन त तपाईँमा नराम्रोलाई राम्रो भन्नुहोस्, म भन्दिनँ। तपाईँहरू आफै मूल्याङ्कन गर्नुहोस्। तपाईँहरूले के गर्नु पर्यो भने तपाईँहरूले बेला बेलामा आएर सबै कुरामा साथ र सहयोग दिनुहोस्। तपाईँले विज्ञापन गरिदिनुपर्छ। यो 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 चाहिँ जगडोल कि जटोल भन्छ के म जान्दिनँ। यो स्कुलमा विशेष मेरो माया छ, किनभने यो स्कुलको पहिलाको सञ्चालक म पनि हुँ। म काठमाडौँ शिक्षा कार्यालयमा हुँदा यो स्कुलमा 1-2 वर्ष मैले पनि यसो सञ्चालक भएर काम गरेको थिएँ। अहिले पनि काहीँ काहीँ यसो बोर्डिङ त छ, तर यस्तै हालत छ नि, अभिभावक पैसा तिर्नु न स्कुल चलाउन कठिन भएको अवस्था हुन्छ। त्यही भएकोले मैले भनिदिएको। त्यही भएकोले म आदरणीय अभिभावकज्यूलाई भन्छु, तपाईँहरूले पनि स्कुललाई विशेष माया गरिदिनुहोस्, स्कुललाई सपोर्ट गरिदिनुहोस्। आफ्नो बच्चा पढेको ठाउँ कम प्यारो हुन्छ त हामीलाई थाहा छ। प्यारो चिज बच्चा बच्चै पढ्ने ठाउँ झन् प्यारो हुन्छ, त्यसलाई उभो लाउन तपाईँहरूको साथ र सहयोग पनि जरुरी हुन्छ है। मेरो भनाइ चाहिँ त्यो लाग्छ। त्यसो भन्दै यहाँ उपस्थित भएर 2 शब्द बोल्ने जुन मौका दिनुभयो,
म विद्यालय परिवारलाई हार्दिक धन्यवाद दिँदै यो कार्यक्रमबाट बिदा पनि हुँदैछु, किनभने म धेरै लामो समय त्यो चाहिँ काठमाडौँ शिक्षामा काम गरेकाले आज एउटा निर्माण एकाडेमी भने उता बोला छ के अरे उसमा छ नारायण के अरे यतापट्टि, त्यहाँ मलाई हत्तने गरेर 1 मिनट भने पनि आइदिनु पर्छ भनेकाले म त्यहाँ पनि जान्छ। तपाईँहरू बिदा हुन्छु। धन्यवाद, नमस्कार। धन्यवाद। उहाँले विद्यालयको को बारेमा र हाम्रो समग्र शैक्षिक क्षेत्रको बारेमा अवगत गराएर जानुभयो। विगत 8-10 वर्ष अगाडि हाम्रो स्कुल कस्तो थियो भन्ने कुराको बारेमा पनि उहाँले जानकारी गराउनुभयो। हाल हाम्रो सञ्चालक समितिको अध्यक्ष, यस काठमाडौँ जिल्ला समन्वय समितिका कानुनी सल्लाहकार